हेलो साथीहरू, हामी सबैलाई थाहा छ के हामीसँग एउटा लिमिटेड टाइम छ के हैन। हामी एकचोटि जन्म हुन्छौँ, त्यसपछि मर्छौँ। यो हामी सबैलाई थाहा छ। तर पनि हामी कहिलेकाहीँ यो कुराहरू बिर्सिन्छौँ नि हैन। तर यही हामी एउटा जन्मदेखि मर्नेसम्मको टाइममा पनि हामीले धेरै कुरा सोचेको हुन्छौँ। के हुन्छ, आफूले एउटा गोल बनाएको हुन्छौँ, लक्ष्य बनाएको हुन्छौँ। म त यहाँसम्म पुग्छु है, म त यति गर्छु है लाइफमा, यो त गर्छु भनेर सोचेको हुन्छौँ। तर मलाई धेरै साथीहरूले भने कि हामीलाई त्यहाँसम्म पुग्नको लागि पुग्नु पर्ने होइन, तर त्यहाँसम्म पुग्नको लागि भित्रबाट मोटिभेसन ल्याउनु के। म आफूलाई मोटिभेट नै गर्न सक्दिनँ भनेर मलाई धेरै साथीहरूले क्वेसनिङ गरे। सो आजको हाम्रो टपिक चाहिँ रहेको छ मोटिभेसन के। खास मोटिभेसन चाहिँ के हो र हामीले आफूलाई एनी टाइम इच अफ एभ्री मोमेन्ट होइन कसरी मोटिभेट राखेर अगाडि बढ्ने लाइफमा। स्पेसल्ली मोटिभेसन भनेको के हो, आफूलाई उत्प्रेरणा जगाउनु के, उत्साहित गर्दै कुनै पनि आफ्नो कामप्रति आफ्नो लक्ष्यप्रति अगाडि बढ्नु हैन, प्रेरणा लिएर हैन। सो सायद अरूको जीवनी पनि हुनसक्छ आफूसँगै। सो स्पेसल्ली चाहिँ होइन मोटिभेसन चाहिँ दुई प्रकारको छ के। एउटा चाहिँ के हो भन्दाखेरि आउटर मोटिभेसन, अर्को के भन्दाखेरि इनर मोटिभेसन। आउटर मोटिभेसन भनेको कस्तो भन्दाखेरि स्पेसल्ली हामी होइन बाहिर क्या अरूको जस्तै लाइक ठुल्ठुलो सक्सेसफुल पिपुल्सहरूको बारेमा उनीहरूको बायोग्राफी सुनेर हेरेर होइन आफूलाई मोटिभेट गर्नु, म पनि यस्तै बन्छु भनेर, कसैको एचिभमेन्ट कसैको लाइफ स्टाइल हेरेर म पनि यस्तै बन्छु, मलाई पनि यस्तै बन्नु छ भनेर आफूलाई मोटिभेसन लिनलाई के हुन्छ, आउटर मोटिभेसन हुन्छ कि। त्यो चाहिँ आउटर मोटिभेसन पनि एकदम लाइफको इम्पोर्टेन्ट कुरा हो। तर यो के हुन्छ स्पेसली भन्दाखेरि अलिकति टेम्पोररी हुन्छ क्या। हामीले कसैको स्टोरी सुन्यौँ भर्खर यस उसले त्यस्तो गर्यो भने मैले पनि गर्न सक्छु, म 100% गर्छु भनेर एकछिन सोच्छौँ, अनि 1 घन्टापछि के हुन्छ, हाम्रो मोटिभेसन लेभल सिधै 100बाट आएर 0मा स्लो सकिन्छ कि। त्यो भर्खरको कुरै बिर्सिन्छौँ हामी, रिमाइन्डिङ हुन्न कि सकियो कि एकछिनमा सुनेको छैन। अब लाइक भर्खरै अब हामीले होइन एउटा सक्सेसफुल सपोज होइन बिल गेट्सकै लाइफ हिस्ट्री सुन्यौँ होइन, तर एकछिनपछि के हुन्छ, हामीले आफूलाई बिर्सिन्छौँ के, थाहा छ तर यो होइन कि। त्यसरी हामीले बिर्सिनु चाहिँ भएन कि। उसले कति ऊ त्यहाँ त पुग्यो, एउटा ऊ आफ्नो टप अफ द सक्सेसफुल पिपुल्स ऊ भइसक्यो होइन, लाइफमा वर्ल्डको भइसक्यो। तर त्यहाँसम्म पुग्नको लागि उसले कति मिहिनेत गर्यो, त्यो कुराहरूलाई चाहिँ हामीले कोटाउनु जरुरी छ क्या। तर हामी त्यो कुराहरू कहिले पनि कोटाउँदैनौँ के। बस उहाँसँग पुग्यो म पनि त्यहाँसम्म पुग्छु, ऊ पुग्यो मलाई पनि पुग्छु भन्ने चाहिँ मनबाट आएको हुन्छ। तर त्यहाँसम्म पुग्दाखेरि कति मिहिनेत गर्नुपर्छ होइन, के कुराहरूले के फ्याक्टरहरूले इफेक्ट गर्छ भन्ने कुरा हामी त्यसलाई क्यालकुलेसनै गर्दैनौँ क्या। यो कुराहरूलाई क्यालकुलेसन गर्न जरुरी छ। सो स्पेसल्ली आउटर मोटिभेसन भनेको चाहिँ टेम्पोररी हुन्छ, यसलाई पर्मानेन्ट बनाउनु पनि पर्छ हामी लाइफमा। त्यसको लागि हामीले मोर प्र्याक्टिस गर्नुपर्छ। यो मात्रै होइन कि अरूको कुरालाई सुन्न त सकिन्छ हो, उनीहरूको कुरा सुन्यो, लाइफ बायोग्राफी सुन्यो, हामी एकछिनको लागि एकदम मोटिभेट भयो कि लाइफमा म केही गर्छु है ल भनेर। तर यसपछि बिर्स्यो नि त, त्यो कुरालाई सुनेर हामीले के गर्नुपर्छ, व्यवहारमा उतार्नुपर्छ कि। लाइफमा उसले कसरी अगाडि बढेको थियो, कुन कुरामा उसले अब्स्ट्याकल आएको थियो, कुन कुरामा फेल भएको थियो, त्यो कुराहरूलाई सिक्नुपर्छ क्या। अनि बल्ल अगाडि बढ्नुपर्छ लाइफमा। किन भन्दाखेरि कोही पनि मान्छे एकैचोटि सक्सेस हुँदैन क्या, फेल नभइकन। फेल हुन्छ फेरि अगाडि बढ्छ, बल्ल सक्सेस हुन्छ कि। कोही पनि एकैचोटि टप अफ द हाई कोही पनि पुग्दैन क्या। सो अर्को मोटिभेसन रहेको छ कि इनर भनेको के भन्दाखेरि आफूलाई नै मोटिभेट गर्नु क्या लाइफमा। सबैको लाइफमा आफ्नो गोल हुन्छ होइन, म यस्तो गर्छु उस्तो गर्छु, त्यो कुराहरूलाई सोचेर आफूलाई नै मोटिभेट गर्नु कि म यस्तो हुन्छु नि त, यति वर्षपछि यस्तो पुग्छु, मेरो लाइफ स्टाइल यस्तो हुन्छ होइन, मैले चाहिँ यति धेरै सेवाहरू यो मान्छेहरूलाई गर्न सक्छु भन्ने कुराहरू। स्पेसली यो कुराहरूमा चाहिँ हामी के गर्न सक्छौँ, आफूलाई मोटिभेट गर्न सक्छौँ। तर यसमा पनि कसरी मोटिभेट गर्नु नि, आफूलाई त्यतिकै सोचेर मात्रै त मोटिभेट गर्न सकिँदैन। स्पेसल्ली एउटा यसको सबभन्दा राम्रो वे भनेको चाहिँ के हो भन्दाखेरि एउटा आत्मसुझाव भनिन्छ नेपालीमा, चाहिँ इङ्ग्लिसमा चाहिँ के भनिन्छ भन्दाखेरि अटो सजेसन र के हुन्छ एउटा सेल्फ काउन्सिलिङ हुन्छ, दुइटै एउटै हो, सेल्फ काउन्सिलिङ भनिन्छ कि। स्पेसल्ली यो त कसरी गर्ने त नि, यो गर्न मान्छेहरू आनाकानी गर्छन्, सायद धेरैलाई त यो कुराहरू थाहा पनि हुँदैन। तर यो एकदम भेरी पावरफुल छ कि, एकदम इफेक्टिभ छ। तपाईँलाई यसले इच एन्ड एभ्री टाइम इच एन्ड एभ्री सेकेन्ड मोटिभेट गर्न एकदम हेल्प गर्छ कि। मैले तपाईँहरूलाई योभन्दा पहिलाको भिडियोमा पनि भनिसकेको छु कि हामीभित्र अर्को पनि म हुन्छ, यो एकदम रियालिटी हो होइन, हामी नै हो। तर के हो भन्दाखेरि हाम्रो दुई मत हुन्छ नि त हरेक कुरामा, यो हो होइन। थाहा छ हामीलाई चोर खानुहुन्न भन्ने कुरा, तर पनि हामी खान्छौँ, हामीलाई थाहा तर पनि खान्छौँ क्या। यसले भन्छ नखा तर खा भन्नेले के गरेको हुन्छ, जितेको हुन्छ नि त। सो आफूले आफूसँग काउन्सिलिङ गर्नु के। यसको लागि स्पेसल एकदम सबभन्दा स्पेसल म्याथड भनेको के भन्दाखेरि तपाईँ आफ्नो रुम छ होइन, त्यसमा अब ठ्याक्क मिरर तपाईँ सबैको रुममा ऐना हुन्छ। सो ऐना अगाडि जानुहोस् के, एन्ड टक
विथ युर सेल्फ के आफूले आफूसँग बोल्नुहोस् के त कहाँ छस् त के गर्दैछस् त कति अगाडि बढिस् किन बढेको छैनस् मजाले कुरा गर्नु क्या खुलेर ढोका बन्द गर्नुहोस् नो टेन्सन स्पिकर बजाउनुहोस् तपाईँलाई कसैले त्यस्तो नराम्रो सोच्छ भनेर तपाईँलाई अरूले मलाई यस्तो भन्छ कि भनेर डर लाग्छ मनमा भने स्पिकर बजाउनुहोस् अनि कुरा गर्नुहोस् कि मजाले आफूसँग मजाले कति चर्को शर्मा गर्न सक्नुहुन्छ मजाले कुरा गर्नुहोस् कि तैँले अहिलेसम्म के गरेस् होइन आफूले आफूलाई क्वेसनिङ गर्नुहोस् के त किन यहाँ छस् कस्तो छस् एन्ड देन तपाईँ आफूले आफूलाई जस्ट अराउन्ड डे होइन तपाईँ 10 मिनट मात्र या 5 मिनट मात्र आफूले आफूलाई सेल्फ काउन्सिलिङ गर्नुहोस् यसरी एन्ड यु क्यान मोटिभेट अल अफ द डे के तपाईँ पुरै दिन तपाईँले आफूले आफूलाई मोटिभेट भएको फिल गर्न सक्नुहुन्छ कि नत्र भने अर्को उपाय भने के भन्दाखेरि तपाईँ एउटा कानमा एयरफोन ठोक्नुहोस् एन्ड मोबाइलमा जोड्नुहोस् केही पनि लाउनु पर्दैन जस्ट पकेटमा हाल्नुहोस् एन्ड देन स्टार्ट टकिङ के हिँड्दा हिँड्दै पनि कुरा गर्दै हिँड्नुहोस् मान्छेहरूले के सोच्छ कुनै साथीहरूसँग बोलिरहेको होला नि त भन्ने सोच्छ नि त तर तपाईँ के गर्नुहोस् आफूले आफूलाई नै के गर्नुहोस् कुरा गर्नुहोस् कि हो मैले त्यो गल्ती गरेँ है भन्नुहोस् एउटा हुन्छ नि त हामी कसरी बोल्छ साथीहरूसँग त्यसरी नै आफूले आफूलाई मजाले खुलेर बोल्नुहोस् के हो नखुलिकन मौन भएर पनि सेल्फ काउन्सिलिङ गर्न सकिन्छ तर जति हामी बोलेर गर्छौँ नि त्यति चाहिँ मौन भएर गर्दाखेरि त्यति साह्रो पावर चाहिँ आउँदैन के त्यति साह्रो मोटिभेट हुन सकिन्न जब हामी बोलेर आफूसँगै आफू बोलेर मोटिभेट हुन्छौँ नि त्यो भनेको अलिकति के हुन्छ लङ लास्टिङ हुन्छ के र तपाईँ यसरी नै डेली आफूले आफूलाई सेल्फ काउन्सिलिङ गर्दै अगाडि बढ्नु भयो भने तपाईँको विकनेस के हो होइन तपाईँको पावर चाहिँ के हो तपाईँ केमा सबभन्दा अब्बल हुनुहुन्छ भन्ने कुराहरू पनि तपाईँलाई जान्न एकदम हेल्प गर्छ र स्पेसली यसले तपाईँलाई के गर्छ तपाईँको प्यासन फाइन्ड आउट गर्न पनि सजिलो लाग्छ क्या तपाईँ को तपाईँलाई के चाहिन्छ भन्ने कुरा पनि एकदम फाइन्ड आउट गर्न सजिलो हुन्छ सो हामीलाई दुइटै मोटिभेसन एकदम इम्पोर्टेन्ट छ होइन आउटर मोटिभेसन पनि एकदम लाइफमा इम्पोर्टेन्ट छ र इनर मोटिभेसन पनि तर इनर मोटिभेसन भने के हुन्छ भन्दाखेरि पर्मानेन्ट हुन्छ सो साथीहरू आजको लागि यति नै होइन किप मोटिभेटिङ युर सेल्फ होइन एकदम इच एन्ड एभ्री टाइम आफूले आफूलाई मोटिभेट गराएर अगाडि बढ्नुहुन्छ भने तपाईँको प्रोडक्टिभिटी एकदम बढ्छ लाइफमा तपाईँले कुनै पनि कामप्रति गर्ने मेहनत एकदम बढेको हुन्छ के तर तपाईँ आफूले आफूलाई मोटिभेट नगरिकन तपाईँ त्यो कामप्रति मोटिभेटै हुनुहुन्न जबरजस्ती गर्नुहुन्छ भने तपाईँको प्रोडक्टिभिटी लेभल हुन्छ नि एकदम स्लो हुन्छ क्या एकदम कम हुन्छ कि तपाईँले राम्रो रिजल्ट पाउन सक्नुहुन्न सो मोटिभेट भएर काम गर्नुहोस् होइन आफूलाई अगाडि बढाउनुहोस् इच एन्ड एभ्री टाइम सोध्नुहोस् के आफूसँग मैले के गर्दैछु कि मैले आफ्नो 100% दिएको छु मेरो काममा आफूलाई सोध्नुहोस् कि अरूलाई होइन कि आफूले आफूलाई मजाले सोध्नुहोस् न कि मैले 100% मेरो फुल इफिसियन्सी दिएको छु मेरो काममा नो भन्यो भने फेरि दिनुहोस् यस दिएको छ भने अरू केमा गल्ती भइरहेको छ त्यसरी आफूले आफूलाई सेल्फ मोटिभेट गर्दै अगाडि बढ्नु होला एन्ड किप मोटिभेटिङ युर सेल्फ होइन र इच एन्ड एभ्री टाइम इच एन्ड एभ्री मोमेन्ट आफूले आफूलाई मोटिभेट गरेर अगाडि बढ्नुभयो भने तपाईँ आफ्नो गोलमा एक दिन अवश्य पुग्नुहुन्छ एन्ड अल द बेस्ट फर द्याट एन्ड थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो एन्ड यस्तै राम्रो राम्रो भिडियोहरू तपाईँ अझै हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई होइन लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला र स्पेसली बेल आइकनलाई हिट गरेर नभुल्नु होला किन भन्दाखेरि अझै यस्ता युजफुल भिडियोहरू आउनेछन् सो थ्याङ्क यू सो मच